गुड इभिनिङ। यो कौलोन पार्कको नाइट भ्यू हो हैन। यो चाहिँ माथिबाट यता नेथन रोड साइडबाट यता स्विमिङ पुल साइडतिर आउँदै गरेको म। आज मेरो हलिडे अनि यसो बाहिरको चिसो फ्रेस हावा खान निस्केको मेरो साथी नुना इटालिनोसँग। अनि अब हामी फर्किँदै गरेको अवस्था। अनि हङकङमा एकदम खुला ठाउँमा हिँड्न पाउनु पनि एकदम रमाइलो कुरा। यहाँ चाहिँ चाइनिजहरू कुम्फू के गर्दैछ। कताबाट जाम? उता तलतिर त उयो हो, चिम्सा चाहिँ हो नि। अब हामी त कि यताबाट जानुपर्छ कि यताबाट जानुपर्छ? ए घुम्दै जाने? ल ल ओके। अनि हामी घर फर्किँदैछौँ। त्यही भएर मैले एउटा यो बेलुकीको के भन्छ सिन क्याप्चर गर्ने कोसिस गरेको हैन। पहिला नानी सानो हुँदाखेरि चाहिँ प्राय थुप्रै आइन्थ्यो होइन यो पार्कमा। अहिले चाहिँ आउँदिनँ किनकि अब अलिक छोरी ठुलो भइसकेको छ, त्यही भएर म आउँदिनँ। यहाँ स्ट्याचुहरू छ। अनि यो मान्छेहरू यसरी यता बिचमा बस्ने ठाउँ छ। त्यहाँनिर रेस पनि गरिरहेको छ है। राम्रो देखिरहेछ नाइटको भ्यू यहाँ। अनि मैले चाहिँ आफ्नो यसमा यो राख्न मन लागेको हो। अब हामी यताबाट जान्छौँ।